नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरस्वती लामा। न्यूज सुरु गरौं। आज प्रदेश 2 सभाको 5औं अधिवेशनको पहिलो बैठक बस्दै गरेको सम्बन्धी प्रसंगबाट। प्रदेश नम्बर 2 को सभाको 5औं अधिवेशनको पहिलो बैठक आज सोमबार बस्दैछ। प्रदेश सभाको बैठक झण्डै 6 महिनापछि बस्न लागेको हो। 6 महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यताको अवस्था छ। त्यसअघि 4 कार्तिकमा चौथो अधिवेशन अन्त्यको घोषणा गरिएको थियो। सोमबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाउने र शुभकामना दिने कार्यसूची छ। अन्य कार्यसूचीबारे दलका नेताहरूसँग छलफल भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभाको बैठक आह्वान भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आआफ्नो दलको नेता परिवर्तन गरेका छन्। एमालेले आफ्नो दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुघ्न महतोलाई र माओवादीले भरत शाहलाई चयन गरेको छ। दुई पार्टी बीच एकता भएर नेकपा बनेपछि मण्डल संसदीय दलको नेता बनेका थिए। तर प्रधानमन्त्रीले संसद विघटन गरेपछि ओली पक्षका मण्डललाई तत्कालीन माधव प्रचण्ड समूहले पनि संसदीय दलको नेताबाट हटाएर महतोलाई नै नेता बनाएका थिए। डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीको नयाँ कार्यसमिति चयन भएको छ। जनकपुर धाममा सम्पन्न भएको पहिलो महाधिवेशनले निर्वाचनको माध्यमबाट नयाँ कार्यसमितिको चयन गरेको छ। अध्यक्षमा डाक्टर राउतलाई कायम राख्दै अन्य पदमा निर्वाचन गराइएको छ र निर्वाचनबाट उपाध्यक्ष पदमा मोहम्मद अब्दुल खान, बसन्त कुशवाहा, दीपक कुमार शाह र नरेन्द्र प्रसाद चौधरीले विजयी भएका छन्। महासचिवमा चन्दन कुमार सिंह चुनिएका छन्। सदस्यहरूमा रौतहटका डाक्टर सुवन्त कुमार कुशवाहा र ललितचन्द्र मल्लिक रहेका छन्। सिराहाका सञ्जय कुमार यादव र रामकुमार यादव, रूपन्देहीका भोगेन्द्र प्रसाद यादव, सुनसरीका भवानी महतो र सीताराम पण्डित, सप्तरीका सुरेन्द्र शर्मा र मदनेश कुमार चौधरी, सर्लाहीका नरेश प्रसाद कुशवाहा र राजेन्द्र राय, महोत्तरीका वीरेन्द्र महतो र सञ्जय कुमार यादव निर्वाचित भएका छन्। त्यस्तै नवलपरासीका बाल गोविन्द चौधरी, धनुषाका इन्द्रजित यादव र डाक्टर विनय कुमार पन्जियार, बाराका ओमप्रकाश शाह र सुनिल कुमार यादव, बाँकेका विष्णुप्रसाद यादव र इरफान अहमद शेख, रूपन्देहीका रामकेशर गुप्ता, मोरङका परमेश्वर मुर्गा, त्यसैगरी कपिलवस्तुका योगेन्द्र चौधरी सदस्य पदमा निर्वाचित भएका छन्। महिला सदस्यमा सिराहाकी अनिता कुमारी मण्डल, धनुषाकी अनिता देवी शाह, महोत्तरीकी अञ्जना देवी मण्डल, सप्तरीकी बबिता कुमारी राउत र जुलेखा बिबी, सुनसरीको आशा कुमारी मेहता र दाङकी राधा कुमारी यादव र झापाकी कौशिला देवी महतो निर्वाचित भएका छन्। निर्वाचनमा 4500 जनाले मतदान गरेका थिए। बाँकी पदाधिकारी निर्वाचित मध्येबाटै चयन गरिने निर्वाचन प्रमुख सञ्जय कुमार सिंहले जानकारी दिनुभएको छ। प्रदेश नम्बर 2 मा नेकपा माओवादी केन्द्रले 4 जना सांसदलाई बर्खास्त गरेको छ। 4 जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ। पार्टीले बर्खास्त गरिसकेको पनि भनी पत्र बुझाइसकेको सभामुख सरोज कुमार यादवले जानकारी दिनुभएको छ। नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला शाह, नन्दन कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधिएको थियो। 24 घण्टाभित्र स्पष्टीकरण सोधे पनि नदिएका कारण उनीहरूलाई बर्खास्त गरिएको पार्टी स्रोतले जनाएको छ। प्रदेशमा माओवादीका 11 जना सांसद रहेकोमा 4 जना बर्खास्तीमा परेपछि अब 7 जना सांसद मात्रै रहेको बताइएको छ। बर्खास्तीमा परेका मध्ये मण्डल पार्टी एकीकरण हुनु अघि माओवादीका संसदीय दलको नेता समेत रहेका थिए। शैक्षिक क्षेत्रका सरकारवालाहरूले कोरोना संक्रमणको न्यूमा शैक्षिक संस्था बन्द नगराउन सरकारलाई सुझाव दिएका छन्। शिक्षा मन्त्रालयसँगको छलफलमा उनीहरूले परीक्षाहरू आइरहेको भन्दै विद्यालय बन्द गर्न नहुने सुझाव दिएका हुन्। नयाँ प्रजातिको कोरोना भाइरसको जोखिम बालबालिका र युवामा देखिन थालेपछि संक्रमण बढेका ठाउँमा शिक्षण संस्था बन्द गर्ने बारे मन्त्रालयले सरकारवालाहरूसँग आज बिहान छलफल गरेको हो। छलफलमा सहभागी परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेल, नगरपालिकाका संघका अध्यक्ष अशोक ब्यान्जु,
प्याप्सन र एनप्याप्सनका पदाधिकारी तथा अभिभावक सङ्घहरूले विद्यालय बन्द नगर्न सुझाव दिएका हुन्। विद्यालय बन्द गर्नै परे स्थानीय तहहरूले त्यहाँको अवस्था हेरेर गर्न सकिने सहभागीहरूले सुझाव दिएका छन्। शिक्षा सचिव रामप्रसाद थपलियाले छलफलमा उठेका कुराहरूलाई सीसीएमसी हुँदै मन्त्री परिषद बैठकसम्म लैजाने बताउनु भएको छ। सीसीएमसीले यसअघि नै काठमाडौँ लगायतका शहरी क्षेत्रमा कम्तीमा 3 साता शिक्षण संस्था बन्द गर्न प्रस्ताव गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले बजेट कार्यान्वयनमा जुट्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार जनकपुर धाममा आयोजना गरेको दोस्रो चौमासिक समीक्षा तथा आगामी आर्थिक वर्षको बजेट पूर्व बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिनुभएको हो। छलफलको क्रममा मन्त्रालयका सचिवहरूले दक्ष जनशक्ति अभावका कारण बजेट कार्यान्वयनमा समस्या भइरहेको गुनासो गरेका थिए। उनीहरूको गुनासोको जवाफमा मुख्यमन्त्री राउतले प्रदेशमा रहेका कर्मचारीहरूको क्षमताको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा मुख्यमन्त्री राउतले सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रदेश सरकारको आवधिक योजनामा केन्द्रित भएर बजेट ल्याउन समेत निर्देशन दिनुभयो। आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, सामाजिक विकास मन्त्री नवल किशोर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, आर्थिक मामिला तथा योजना राज्य मन्त्री उषा यादव, कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर भोगेन्द्र झा, प्रमुख सचिव गोकर्ण मणि दोवाडी सहितले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा मन्त्रालयका सचिवहरूले मन्त्रालयको दोस्रो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्द राज पौडेलको चितवनमा निधन भएका कारण बैठक स्थगित भएको प्रमुख सचिव कृष्ण पौडेलले जानकारी दिनुभएको छ। आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्याङ्क केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेन्डा रहेको थियो। अर्को बैठक तय भएको छैन। जनकपुर धाम उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी जितेन्द्र महासेठ निर्वाचित हुनुभएको छ। सुडी जातिबाट 21 वर्षपछि महासेठ जौवा संघको नेतृत्वमा पुग्नु भएको हो। महासेठले 2835 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँको एकमात्र निकटतम प्रतिद्वन्दी जितेन्द्र प्रसाद शाहले 1498 मत प्राप्त गर्नुभयो। कडा प्रतिस्पर्धाका बीच वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी मनिष रमण शाहले 45 मतको अन्तरले एकमात्र प्रतिद्वन्दी सुरेन्द्र भण्डारीलाई पराजित गर्नुभएको छ। शाहले 2195 मत ल्याई विजयी हुनुभएको छ। भण्डारीले 2150 मत प्राप्त गर्नुभयो। उपाध्यक्षमा अम्बु प्रसाद शाहले 1030 मत ल्याई विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्दी लक्ष्मण शाहले 1600 मत प्राप्त गर्नुभएको थियो। महासचिवमा मनोज शाहले 1900 मत ल्याई विजयी हुनुभएको छ। उहाँको प्रतिद्वन्दी राम महासेठले 6063 मत प्राप्त गर्नुभयो। सचिवमा फुलदेव पण्डितले 2341 मत ल्याई विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्दी गोपी शाहले 1294 मतमा सीमित हुनुभएको थियो। कोषाध्यक्षमा परमेश्वर शाह आशाले 2107 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँको प्रतिद्वन्दी फुलगेन शाहले 1506 मत प्राप्त गर्नुभएको थियो। महिला सदस्यमा माया कुमारी शाह निर्वाचित हुनुभएको छ। एसोसिएट सदस्य पदमा गणपति ज्वेलर्सका चन्दन शाह र महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित हुनुभएको थियो। कार्यकारी सदस्यहरू 6 जनाको लागि मतगणना जारी रहेको निर्वाचन समितिका संयोजक सन्तोष कुमार शाहले जानकारी दिनुभएको छ। केही घण्टा मतगणना अवरुद्ध गरिएको कारण सदस्यको परिणाम घोषणामा समस्या ढिला भएको छ। शाहले भन्नुभयो, पराजित हुने देखिएपछि असन्तुष्ट उम्मेद्वार र उनका समर्थकहरूले मतगणनामा अवरोध गरेका थिए। नेकपा एमाले प्रदेश नम्बर 2 को संसदीय दलका नेतामा शत्रुघ्न महतोलाई चयन गरिएको छ। माधव नेपाल पक्षका सांसदहरूको बैठकले सत्यनारायण मण्डललाई हटाएर महतोलाई संसदीय दलका नेता चयन गरेको हो। मण्डल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका हुन्।
प्रदेश नम्बर 2 मा एमालेका कुल 21 सांसद रहेका छन्, जसमध्ये 13 सांसद माधव नेपाल पक्षमा रहेकाले मण्डललाई बहुमतले हटाउन सफल भएका हुन्। माधव नेपाल पक्षले सांसद सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक, सांसद बेची लुलीलाई सचेतक र सांसद रविन्द्र बैठालाई उपनेता चयन गरेको छ। संसदीय दलका नेता प्रमुख सचेतक र उपनेता चयन गरी सभामुख सरोज कुमार यादवलाई पत्र पठाएको छ। झण्डै 6 महिनापछि सोमबार दिउँसो 1 बजे प्रदेशसभामा बैठक बस्दैछ। उक्त बैठकमा महतोले नै एमालेका संसदीय दलका नेताको भूमिका निर्वाह गर्ने सांसद प्रमोद यादवले जानकारी दिनुभएको छ। माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएर बनेको नेकपाको संसदीय दलका नेता पनि मण्डल नै बनेको थियो, तर नेकपाका विवाद भएर प्रचण्ड र माधव नेपाल एक ठाउँमा उभिएपछि मण्डललाई हटाएर महतोलाई संसदीय दलको नेता चयन गरियो। पछि सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र बिउत्याएपछि महतोको संसदीय दलको नेताको पद स्वतः गुमेको थियो। प्रदेश नम्बर 2 मा तत्कालीन समाजवादी पार्टीको 30, राष्ट्रिय जनता पार्टीको 25, एमालेको 21, नेपाली कांग्रेसको 19, माओवादी केन्द्रको 11 र 1 जना स्वतन्त्र सभासद छन्। एमालेबाट माओवादी छुट्टिए पनि प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल एमाले नै रहेको छ। तत्कालीन नेकपा र पछिल्लो एमालेमा विवाद भएपछि महतो दुवै दलको फरक ढङ्गले संसदीय दलका नेता चयन भएका हुन्। नेपाल खनाल समूहका नेता महतोलाई प्रदेशसभाले मान्यता दिइसकेको बताइएको छ। सो समूहको प्रदेशसभामा 13 जना रहेका छन्। एमाले ओली समूह प्रदेश नम्बर 2 मा कमजोर रहेको छ। माओवादी केन्द्रको टिकटमा जितेर एमाले प्रवेश गर्दै सदस्यता गुमाउने क्रममा रहेका 4 जनालाई प्रदेशसभाले मान्यता दिने सम्भावना छैन। सोमबार नेपाली बजारमा सुनको भाव प्रति तोला 100 रुपैयाँले बढेको छ। आइतबार छापावाला सुन प्रति तोला 89,500 रुपैयाँमा कारोबार भएको थियो भने सोमबार प्रति तोला 89,600 रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रति तोला 89,150 रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी सोमबार बजारमा प्रति तोला चाँदी 1,275 रुपैयाँमा कारोबार भइरहेको छ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।